इलामको रोङ 3 कुटीडाँडा सानो पाथिभारा क्षेत्रमा कुटी पार्क बन्ने भएको छ। कुटीडाँडाको मुख्य बजार क्षेत्र नजिकै पार्कको निर्माण हुन लागेको हो, जसका लागि श्रमदान सुरु भएको छ। पार्क कस्तो बन्छ त भन्ने प्रश्नमा कुटीडाँडा टोल विकास समितिका सचिव दिनेश निरौला भन्नुहुन्छ। एउटा कुटी बनाएर त्यस वरिपरि चाहिँ बगैँचा सहितको चाहिँ कुटी पार्क निर्माण गर्ने चाहिँ हाम्रो उद्देश्य हो। पार्क निर्माणका लागि स्थानीय रूपमा रहेको सार्वजनिक स्वामित्वको एउटा जग्गालाई सरसफाई गरिएको छ र आगामी 2082 भित्रमा पार्कको निर्माण सम्पन्न हुने स्थानीय राम भुजेल बताउनुहुन्छ। सकिएको छ। यसलाई चाहिँ हाम्रो फेरि कुनै पनि दाताहरूसँग एउटा सहयोगदान मागेर कुनै पनि ठुलो बजेट सरकार राज्यसँग माग्न नगइकन दाताहरू मार्फत र यहाँका स्थानीयवासीको सहयोगबाट श्रमदान सहयोगबाट चाहिँ यो निर्माण पार्क गर्ने भन्ने एक खालको मनस्थिति सबैमा जागरण गराएको र उहाँहरूको पनि सहमति भएको कारणले हामीले तत्कालै सुरु चाहिँ गर्ने र दाताहरू खोज्दै जाने। पार्क निर्माणका लागि सबैले श्रमदान गरी सहयोग गर्ने स्थानीय रामहरि पौडेल बताउनुहुन्छ। यहाँ पार्क बनिरहँदाखेरि पार्क चाहिँ पारिपट्टि डाँडाबाट त्यो बाटोको क्रस गरेर हजुर पुल पनि बनाउन पाए अझै राम्रो हुन्थ्यो भन्ने छ मलाई। कुटीडाँडामा बन्न लागेको कुटी पार्कलाई लिएर युवाहरू पनि उत्साहित भएको स्थानीय हिमाल राई बताउनुहुन्छ। हामी युवाहरू भनेको चाहिँ त्यो टोल विकास पनि युवाहरूबाटै भएको हो। त्यसो हुँदाखेरि हामी सम्पूर्ण युवाहरू पोजिटिभ छौँ र यो कुराहरूमा कुनै दुई मत छैन। हामी यसको लागि 100% दिन्छौँ। श्रमदान गरेरै काम सुरु गरी श्रमदानमै पार्क निर्माण सम्पन्न गर्ने स्थानीय टोल विकास समितिको लक्ष्य छ भने आगामी 2082 भित्र काम सम्पन्न गर्ने उद्देश्य लिएको छ।